हजुरहरू नयाँ हुनुहुन्छ मेरो च्यानलमा भने चाहिँ लाइक सब्सक्राइब कमेन्ट अनि सेयर पनि गरिदिनु होला र मेरो थम्बनेल र टाइटलहरू चाहिँ सबै थाहा पाइसक्नुभयो म कहाँ आएको छु भनेर। हजुर यो चाहिँ कुवेतको सबैभन्दा पुरानो मार्केट हो अनि यसको नाम चाहिँ सोक मुबारकिया भन्छ। अनि यसमा चाहिँ पुरानो सामानहरूदेखि लिएर त्यो हुन्छ नि कुवेतको सबै पुरानो सामानहरू राखेको छ होइन। मैले यस्तो फोटोहरूमा हेर्दाखेरि चाहिँ ओके लेट्स सी कस्तो छ के छ भनेर चाहिँ म भिडियोमै हाल्छु है त। लेट्स गो। चाहिँ हामी गाडीमा छौँ मुबारकिया सोक मुबारकिया जानेछौँ र यहाँ हुनुहुन्छ क्यामराम्यान विशेष रेस हेल्पफुल क्यामराम्यान म हाई हेलो। आज चाहिँ म फेरि शर्मिलालाई हेल्प गर्न जाँदैछु अनि हामी जाँदैछौँ सुख मुबारकिया अनि हामीलाई हेल्प गर्दै हुनुहुन्छ हाम्रो मुमताज भाइ। हेलो मुमताज भाइ। हेलो गाइस, हाउ आर यु? उहाँ चाहिँ इन्डियाबाट हुनुहुन्छ अनि हामीसँगै काम गर्नुहुन्छ अनि आज चाहिँ हामी लाइक जहिले पनि कतै जानु पऱ्यो भने उहाँले नै हामीलाई ड्राइभ गरेर यताउता घुमाउने गर्नुहुन्छ। सो लेट्स सी हाउ इज द सुख मुबारकिया। शर्मिलाले भन्दै थियो ऊ कति वर्ष भयो अरे यहाँ अहिलेसम्म आएको छैन अरे। सो ब्याक टु यु। यस्तै कति 4 वर्ष भयो नि त आएको अनि तर म त्यति धेरै राम्रोसँग चाहिँ घुमेको छैन कि यो कुवेत अनि जो छ यो च्यानल भएर चाहिँ होइन। अब कति कुराहरू हुन्छ नि कति कुराहरू चाहिँ घुम्दै छ पनि अनि प्लस त्यो हजुरहरूले पनि अब कुवेतमा हुन्छ नि के छ कस्तो छ त्यो पनि देख्न सक्नुहुन्छ नि त। त्यस कारण ओके तर धेरै टाढा छैन हाम्रो काम गर्ने ठाउँबाट यहाँसम्म चाहिँ। यो चाहिँ डबलवाला बस हो अनि यो चाहिँ म कहिले पनि चढेको छैन कि बसमा। सायद कुवेतमा आएर म चाहिँ कति 2 चोटि मात्रै चढेको छ नि त अनि कति वर्ष भयो 1 वर्ष जति भयो होला सायद मिस्टेक। Like what's wrong between the finally I don't know खै आयो होला पहिला। सबैभन्दा पुरानो मार्केट हो नि त अनि यसमा चाहिँ आएको छौँ। अनि यो चाहिँ लाइटहरू राखेर यो फेब्रुअरीको सेकेन्ड हो नि आज सेकेन्ड त्यस्तै भएर होला होइन एकदमै राम्रो देख्दैछ। अनि अहिले चाहिँ हल्का अँध्यारो हुनु लागेको छ नि त त्यस कारण त्यति धेरै राम्रोसँग यो लाइटहरू देखेको छैन तर देख्छ। अनि भित्र पनि हेरौँ के छ है। अनि यो पुरानो कुराहरू हुन्छ नि अब यो जति एरिया छ त्यो चाहिँ के अरे पुरानो टाइपको नै राखेको छ अनि यो चाहिँ मोडर्न टाइप्सको घरहरू छ नि त। त्यस कारण यो चाहिँ एकदमै के भन्छ इम्पोर्टेन्ट ठाउँ हो जस्तो लाग्छ है मलाई। यो चाहिँ पुरानो भएर होइन हजुरहरूले ट्रिप एडभाइजरहरूको पनि के अरे लिङ्कहरू यताउति हेर्नुभयो भने चाहिँ यो ठाउँ चाहिँ
एकदमै मजाले देखाएको छ अनि पुरानो भएर पनि एकदमै यसको महँगो भएको हो अनि यो चाहिँ यो ठाउँमा चाहिँ हुन्छ अनि अहिले चाहिँ हामी यसको चाहिँ पार्ट छुट्याएर राखेको छ कि मैले एउटा के अरे एडभाइजरको त्यो फोटोहरू हेरेको थिएँ त्यसमा चाहिँ कतिवटा पार्ट बनाएर राखेको छ यो बर्डरबाट पनि त्यो भएर राम्रो हुनेवाला छ राम्रो छ सो हजुरहरू पनि कुवेतमा आउनुहुन्छ अनि यसमा राम्रोसँग घुमेको छैन भने चाहिँ हजुरहरू पनि आउनु सक्नुहुन्छ अनि यहाँ चाहिँ रहेछ म्याप रहेछ अनि त्यो चाहिँ पुरानो ठाउँहरू होइन पुरानो ठाउँहरू रहेछ शर्मिला नानु मुमताज भाइले भनेको उतापट्टि अगाडि पुरा गोल्ड मार्केट छ अरे पैसा हुनु पर्यो नि हौ किन्न हो त के साह्रो सो यतापट्टि यो जुन कुवेतको सबभन्दा ओल्ड मार्केट छ द एरिया इज अब्जर्भ बाई लाइफ क्यामेरा अरे हो सो यतातिर सेफ्टीको लागि मान्छेहरूको सिसिटिभी पनि राखेको छ सबै ठाउँमा सो जस्ट इन केस अनि के भन्छ यो ओल्ड मार्केटको यतापट्टि चाहिँ नि गोल्ड सुक भन्छ यसलाई चाहिँ नि जो चाहिँ नि गोल्ड मार्केट हो सो कुवेतमा जति पनि गोल्ड किन्नु पर्ने हुन्छ त्यो यहाँ आएर किन्न सकिन्छ सो यहाँबाट सुरु हुन्छ त्यो गोल्ड मार्केट सो पुरानो सुक र यो चाहिँ नि पुरानो सबभन्दा ओल्ड गोल्ड मार्केट त्यो चाहिँ नि हाम्रो सुख मुबारकियाको साइडमा छ सो सुख मुबारकियाबाट निक्लेर हाम्रो राइट साइडमा गोल्ड मार्केट छ जहाँ सब गोल्डहरू पाइन्छ सो शर्मिला नानुको बिहेको लागि गोल्ड किन्न चाहिँ यहाँ आउनुपर्छ ओहो ल बधाई छ यो चाहिँ हाम्रो लोकल पानी स्टल शर्मिलाले पानी किन्दैछ तर क्यामेरा हाम्रो के अरे सपकिपर चाहिँ नि क्यामेरामा आउनु मान लजायो सो गोल्ड मार्केट तर यहाँनिर चाहिँ 22 क्यारेटको मात्रै पाउँछ नि त त्यसकारण मलाई चाहिँ खासै राम्रो चाहिँ लाग्दैन है यहाँको सुनहरू चाहिँ कुवेती इन्डिपेन्डेन्ट डे आउँदैछ नि त त्यसकारण झन्डाहरू ब्यागहरू सबै कुवेती फ्ल्यागकै रहेछ के हो के छैन भित्र कति राम्रो क्युट उस छ कि
छाताहरू पनि फ्ल्यागकै जो चाहिँ यहाँनिर चाहिँ एकदमै के अरे हामीहरूको नेपालमा तिहार आएको जस्तै गरेर कति मजाले कति रमाइलो गरेर मनाउँछ कि त्यो भएर यहाँ अहिलेदेखि नै बेचिरहेको छ। नेपालमा पाउने जस्तै कस्तो मजाले कति राम्रो ब्याग हामी चाहिँ म भेजिटेरियन म भेज खाने मान्छेलाई कहाँ ल्याएँ नि। हेर न मासु कसरी राखेको म त हेर्दिनँ। माया लाग्यो मलाई त। यो चाहिँ हाम्रो सुख मुबारकियाको मिट सेक्सन हो जहाँ चाहिँ अब हाम्रो शर्मिला नानु भेजिटेरियन भएर हामी चाहिँ यता जान्दैनौँ। So back to chips and vegetable and everything. आज चाहिँ नि शर्मिलाको भ्लगबाट मैले पनि हल्का हल्का प्र्याक्टिस गर्दैछु आफ्नो लागि। शर्मिलाको च्यानल हाइज्याक गर्नु पर्ला जस्तो भनेर सोचिरहेको छु मैले। सो यता सबै ओल्ड मार्केट हो, सबै सामानहरू सस्तोमा चिपमा पाउँछ। हर कंट्री का फ्रूट, हर कंट्री का वेजिटेबल फ्रेश एंड अच्छा हाई क्वालिटी का मिलता है। अब हामी फ्रुट्सबाट फिस मार्केटमा आइपुग्यौँ। यो चाहिँ हाम्रो सुख मुबारकियाको फिस मार्केट हो। अब हामी हाम्रो शर्मिला नानुलाई नन भेजिटेरियन अरे, अनि फिस र माछा मासुको सेक्सनमा चाहिँ नजाने रे। सो तपाईँहरूलाई देखाउनलाई मात्र भए पनि म मात्रै भए पनि गएर यसो देखाउँछु। सो यो चिनी यहाँबाट सुरु छ। सुपर माछाहरू पनि लाइक एकदमै समुद्रबाट फ्रेस लिएर आएर फर्स्टमा लिएर आउने ठाउँ नै यही हो। शर्मिला नानु चाहिँ यहाँ माछा बजारमा छिरेन। सो यहीँ कुरेर बस्यो हाम्रो लागि। होइन यतै। सो अब हामी ब्याक टु फेरि